मेरो अर्को मोबाइल रहेछ है। फरेनरको लागि इकेबुकुरु स्टेसन वाक 20 मिनट्स एरियामा 12 DK रुमको एभरेज प्राइस कति छ र इनिसियल कस्ट कति भनेर म टाइपिङ गरेर पढोस् है। गर्दाखेरि च्याट जिपी सेन्सेले भनौँ न चाहिँ यसरी देखाउँछ है। मन्थली रेन्ट है 20 मिनट एरियामा चाहिँ 12 रेन्ट रहेको छ। 23 मान भनौँ न 23 मानदेखि 28 मानभित्रको चाहिँ रुम रेन्टको पाइन्छ भन्ने कुरो चाहिँ लेखेको छ है। तर त्यो सिक्विनेन्स भनौँ न कहिले बनाएको है, पुरानो हुन्छ अलिक भनौँ न सस्तो पढ्न सक्छ भन्ने कुरो चाहिँ निगोबाट चट्टै ल्याएको चाहिँ। अब यसलाई पुरै कपी गरेर होइन तपाईँले बुझेन भने गुगल उसमा ट्रान्सलेटमा है आफूले चाहिँ हेर्न पनि सक्नुहुन्छ है। यहाँ रहेको छ भने एभरेजको कुरा चाहिँ डिपोजिट चाहिँ लगभग सिकिकिन है 1 देखि 2 महिनाको लाग्छ। रेकिन भनौँ न कि मनी अथवा थ्याङ्क यू भनौँ न ओनरलाई यो चाहिँ रिफन्ड आउने हो होइन। यो चाहिँ 0 पनि हुन्छ 2 पनि हुन्छ। यति चाहिँ छुखाइ त्यसरी है भनौँ न। एजेन्सी फी पनि 1 महिना लाग्ने होइन। सबै यहाँ डिटेलमा चाहिँ आउँछ एभरेजमा। त्यो हिसाबले तपाईँको कति चाहिँ पढ्न सक्छ भन्ने कुरो नि मजाले यहाँ लेखेर चाहिँ बुझाएको हुन्छ है। जस्तो यहाँ त म्यास है दाइ निएलडीको याचिन चाहिँ 23 मान पऱ्यो भने चाहिँ इनिसियल कस्ट चाहिँ 80 मानदेखि 150 मान जति लाग्छ भन्ने कुरो चाहिँ यो त इकेबुकुरु भनौँ इक्जाम्पलको लागि है। इकेबुकुरु एकदम भनौँ न पपुलर ठाउँ भनौँ न एकदम महँगो ठाउँ हो, त्यसैले महँगो छ होइन। अब तपाईँ हामी भनौँ न अलिक एकदम लो कस्टमा जाने भने 20 मिनट नभए 40 मिनट वाक बाई 40 मिनट होइन। अथवा तपाईँले कुन ठाउँमा जाने है सिंहको वाक बाई यति मिनट भने चाहिँ आफैले क्यान्सा गरेर हेर्न सकिन्छ है। यस्तै यस्तै जानकारी भिडियोहरूको लागि चाहिँ मलाई फलो गर्नुहोला है। अनि कुन कुन एरिया के चाहिने भन्नुहोस् होइन। म चट्ट फ्री टाइममा चट्ट यो भिडियो बनाएर हालिदिन्छु है। ओनेगाइसिमास।